अब हामी सिके रावतपछि फेरि अर्को समसामयिक हाम्रो रेशम चौधरीको विषयवस्तुमा प्रवेश गरौँ। जस्तो उहाँलाई यही सरकारले चाहिँ मन्त्रीको सरकारमा जुन शपथ खुवायो, फेरि 20 वर्षको उहाँलाई कैद घोषणा गरियो, यो कदमको विषयमा चाहिँ के भन्नुहुन्छ? पहिलो कुरो त यो थारूको छोरो भनेर हेपेको हो होइन। यो मुला थारूको कोही पनि छैन, केही पनि छैन, यो मुलाले केही पनि गर्न सक्दैन भनेर हेपेको हो। दोस्रो कुरा, साम्प्रदायिक दङ्गा हुनसक्छ रेशम चौधरीलाई बाहिर निकाल्यो भने, किनभने यो मान्छे त खतरा हो भनेर उसको आवाजहरूलाई दबाउन खोजेको हो। तेस्रो कुरा, रेशम चौधरीलाई जेल हालेन भने त त्यो त झलझलै इष्टकोट लाएर संसदमा जान्छ होइन। झलझलै इष्टकोट लाएर संसदमा गएर 3 मिनट बोल्न पायो भने त त्यसले त नेपालै खाइदिन्छ। यी मुलाहरूसँग के छ र यार? तपाईँ चोर फटाहरू डाँकाहरूले जसरी चाहिँ नि रेशम चौधरीलाई आरोप लगाइरहेछन् नि, यिनको केही हुती छ राष्ट्रका पक्षमा बोल्ने, स्वाभिमानका पक्षमा बोल्ने, पहिचानको पक्षमा, उत्पीडनको पक्षमा कोही हुतियारले बोलाएको छ? त्यहाँ रेशम चौधरीले संसदमा झलझलै इष्टकोट र ढाकाको टोपी लाएर रोस्टममा गएर टेबल ठडाउँदै 6 देखि 7 मिनटसम्म बोल्न पाएको भए त्यहाँ चाहिँ एसी र चाहिँ फ्यान चलाउनु पर्ने हुन्थ्यो, सबले पसिना निकालिदिन्थ्यो रेशम चौधरी। त्यस्तो क्यापेबल मान्छे हो रेशम चौधरी। त्यस्तो तपाईँले अस्ति पत्रकार सम्मेलनमा सुन्नुभयो होला नि त उसको कुराहरू होइन। रेशम चौधरी चान्चुने मान्छे होइन। त्यस कारण शासकहरूले जानी बुझी उसलाई जेल, आजीवन जेल समाएका छन्। अब तपाईँ टिकापुरको जनताले उसलाई अत्यधिक मतले चुनाव जिताएको छ नि। उसले बुथ क्याप्चर गरेको हो, उसले सशस्त्र पुलिसलाई लगेर चाहिँ बन्दुक देखाएर भोट माग्या हो। तपाईँलाई के लाग्छ उसले करोडौँ रुपियाँ खर्च गरेर चुनाव जितेको हो? ऊ सार्वजनिक रूपमा आएर भाषण गरेर चुनाव जिते हो? ऊ त दिल्लीमा लुकेर त्यहाँका चाहिँ नि देशी भैयाहरूले दिएका बासी भात खाएर, सडकमा टपरीमा मोमो खाएर, फेसबुकमा भोट मागेर चुनाव लड्या हो। चुनाव लड्न के गर्नुपर्छ नेपालमा? डङ 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 प्रहरीको गाडी पछाडि हाल्नुपर्छ होइन। 200-400 जना बाइक डङ 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 अगाडि कुदाउनुपर्छ। 1-2 करोड रुपियाँ ब्याङ्कमा आउनुपर्छ। हरेक निर्वाचन बुथमा चाहिँ बोका काट्नुपर्छ, खसी काट्नुपर्छ, भोज भतेर हुनुपर्छ। रेशम चौधरीले केही नगरे पनि अत्यधिक बहुमतका साथ चुनाव जित्यो। जबकि रविन्द्र मिश्र चुनाव हारे। तपाईँले नै कति समर्थन गर्नुभयो होला? तपाईँ जस्ता हजारौँ पत्रकारले रविन्द्र मिश्रको चाहिँ नि सपोर्ट गरे। उसले किन चुनाव हारे त? रेशम चौधरीले किन चुनाव जित्यो त? त्यो उत्पीडनको त्यो एउटा चाहिँ के त भन्दाखेरि सेन्टिमेन्ट थियो। अनि रेशम चौधरीले चुनाव पनि जित्ने, निर्वाचन आयोगले चुनाव लड्न पनि दिने, यही संसदको सर्वोच्चता प्रयोग गरेर उसलाई संसदको लोगो पनि दिने, अनि अन्तिममा आएर जेल हाल्ने, यो कहाँको न्याय निसाब हो? यो अपराधी हो भने त हिजो चुनाव लड्ने बेला पनि उसलाई नदिनु पर्थ्यो नि त। आज दीपक मनाङहरू कहाँ छन्? आज उनीहरू गणेश लामाहरू, डनहरू कहाँ खै? आज चुडामुडी कहाँ छ? आज यो राजनारायण कहाँ छ? लोकमान कार्की खै? लोकमान सिंह कार्की कहाँ गयो? कसले जेलमा हाल्यो? कसैले? ल ठिक छ, त्यो रेशम चौधरीले काटमार गरेको हो भन्ने तर्क गर्ने हो भने पनि हिजो अखण्ड सुदूरपश्चिमको आन्दोलन भयो नि त, भयो नि त। अखण्ड सुदूरपश्चिममा कतिजना मान्छेमा जनता मरे? 4-5 जना, 10 जना मान्छे मरे। कसले मार्यो त्यो? त्यसलाई कारवाही हुनु पर्दैन? हिजो 19 दिनको जनआन्दोलनमा कति मान्छे मरे? त्यसलाई कारवाही हुनु पर्दैन? अनि आज टिकापुर एउटा मधेसी जनजातिहरूको आन्दोलनमा घुसपेट भएर 2-4 जना चाहिँ सुरक्षाकर्मीहरू मर्दैमा रेशम चौधरी हत्यारा भन्न पाइन्छ? कसले? कोसँग छ भिडियो फुटेज कोसँग छ? जबकि रेशम चौधरी त्यो घटना आउनु भन्दाखेरि त्यो दिनमा चाहिँ 4-5 किलोमिटर अगाडि छ, त्यो त्यहाँ छैन भन्दाखेरि योजना बनायो भन्छन् के मान्छेले? योजना त राजेन्द्र महतोले बनाएको हो, योजना त उपेन्द्र यादवले बनाएको हो, योजना त हृदय त्रिपाठीले बनाएको हो। रेशम चौधरी बिचारा सानो मान्छे, होटलमा चाहिँ मोमो बेचेर बसिरहेको मान्छे, एफएममा चाहिँ राष्ट्रिय गान सुनाएर बसिरहेको मान्छे, फुलबारी रिसोर्टमा चाहिँ चाउमिन बेचेर, चिकन चाउमिन बेचेर बसिरहेको मान्छेले मान्छे मार्छ? उसलाई माफी हुनुपर्छ। उसलाई चाहिँ रेस्टुरेन्टको माया हुन्छ कि हुँदैन? उसलाई एफएम रेडियोको माया हुन्छ कि हुँदैन? उसलाई चाहिँ आफ्नो ग्राहकहरूको माया हुन्छ हुँदैन? उसलाई बुढीको माया लाग्दैन? छोराछोरीको माया लाग्दैन? अनि त्यस्तो पढे लेखेको मान्छे मार्न पुलिस मार्न पठाउँछ। अनि अर्को कुरा, कस्ता पुलिस हुन् ती जनताले मार्दाखेरि मर्ने?
ड्याङ गोली हान्नु पर्दैन? कस्ता पुलिस हुन् त ती? जनताले मार्दाखेरि मर्ने कस्ता पुलिस हुन्? होइन, उनीहरूको बन्दुक कहाँ थियो त्यति बेला? त्यतिखेरको चाहिँ त्यो कमान्डर चाहिँ हतियार बिना त्यो त्यत्तिकै चाहिँ निस्केको भन्ने कुरा छ त्यहाँ ड्युटीमा, हतियारै नलगेर गएको भन्ने छ। के तपाईँ पुलिस हुनुहुन्छ, म पुलिस छु भने आन्दोलनलाई दबाउन चाहिँ त्यत्तिकै चाहिँ दोहोरी गीत गाउन गास्तो हो त्यहाँ? साकेला उधौली उभौली मनाउनु गास्तो हो आन्दोलन दबाउन जाने भन्ने कुरा? अनि रित्तै निशस्त्र चाहिँ त्यो लन्ठाङ हल्लिँदै चाहिँ आन्दोलन दबाउँछु भन्दै जाने, हतियार पनि नलएर केही पनि नलएर। अनि चाहिँ अघिल्लो दिन चाहिँ सरकारले गोली चलाउँदाखेरि कसैको चाहिँ टाउकोबाट गिदीबाट टाउको निस्किन्छ कि टाउकोबाट गिदी निस्किन्छ? टाउकोबाट गिदी निस्केछ, कसैको खुट्टाबाट रगत निस्केछ, कसैको चाहिँ छाती भङ परेर गएको छ। अघिल्लो दिन राज्यले गोली हानेछ। त्यहीको रिसमा भोलिपल्ट त्यहाँ जनता उर्लेर चाहिँ त्यहाँ चाहिँ भाला चाहिँ नचाएका छन् होइन। अनि केही चाहिँ मान्छे मरे भन्दैमा, केही चाहिँ त्यहाँ रक्तपात भयो भन्दैमा आन्दोलनको क्रममा है, त्यो घरायसी कुरा त होइन नि त। रेशम चौधरीले उसको होटलमा खाएको पैसा मलाई तिरेन भन्दै गरेर मारे त होइन होला, हो र? त्यो त आन्दोलनमा भएको कुरा हो नि त। त्यो त यदि आन्दोलनमा भएको मान्छेलाई, आन्दोलनका क्रममा आन्दोलनमा सहभागी भएको मान्छेलाई त्यहाँ आन्दोलनमा झडप हुँदा केही मान्छे मर्दैमा उसलाई जेल हाल्ने हो भने त केपीलाई पनि जेल हालौँ, प्रचण्डलाई जेल हालौँ, भाउरामलाई जेल हालौँ, यी नाकाबन्दीका नाइकीहरू जो भनिन्छ राजेन्द्र महतोहरू, उपेन्द्र यादव, यिनीहरूलाई जेल हालौँ। सकिन्छ भने इन्डियन दलालहरूलाई पनि अन्तर्राष्ट्रिय अदालतमा लगेर बौँ होइन। त्यो गर्न चाहिँ नसक्ने होइन। रेशम चौधरी भनेको छ जेल। तर मलाई के लाग्छ भने यो अन्याय, यो अत्याचारको हद हो, हद पार गरेर ल्या आफ्ने भन्छ नि, सुन्नुभयो भने एकदम हद पार गरिरहेको छ। र आज प्रधानमन्त्रीज्यूले जुन सम्बोधन गर्नुभएको छ, विप्लव माओवादीलाई जो लुटेरा भन्नुभयो, प्रकाण्डलाई पनि लुटेरा भन्नुभयो, सिके राउतलाई महान वैज्ञानिक भन्नुभयो, र रेशम चौधरीलाई चाहिँ जन्मकै सुनाएको छ। एकदमै नेपाली इतिहासको कालो दिन हो यो। मलाई आम माफी हुनुपर्छ भन्ने यहाँको विचार छ? अब दोषी नभएको मान्छेलाई कसरी माफी भन्ने? हाम्रो अभिभावक जीवितै हुनुहुन्छ, हामी क्रिया गर्दै हिँड्ने। हाम्रो बाबुआमा जीवितै छन्, अनि म मरेँ भन्दै मैले टाउको फाल्दै टाउको खौरिँदै हिँड्ने, मैले एका गर्दै हिँड्ने, मैले सप्ताह जग्गा लाउँदै हिँड्ने। रेशम चौधरी दोषी नै छैन बाबा। दोषी नै भइसकेपछि आम माफी भन्ने कसरी हुन्छ? जेल कसरी हाल्यो? जेल कसरी हाल्यो? मैले अघि तपाईँलाई केही उदाहरण दिएँ नि त होइन। अर्को कुरा म तपाईँलाई भन्छु है, तपाईँलाई के विश्वास छ जेल गएका सबै मान्छे दोषी छन् नेपालमा? यो देशको न्यायपालिका त तपाईँ बुझ्नुहुन्छ नि त। न्यायालयको म आलोचना गर्न चाहन्न, तर साउको छोराले एउटा चेलीलाई भुनी बोकाएर रहेछ होइन, अनि अर्को लठेप्रोलाई लिएर त्यसलाई 2 लाख रुपियाँ दिएर मेरो हो भन्न स्वीकार्न लाएर त्यो साम्रान्त साउको छोरालाई जोगाएको त हाम्रै आँखाले देखिया छ नि त होइन। गाई भिरबाट पल्टेर मर्यो खाएँ भन्न नजानेर गाई मार्यो खायो भन्यो तामाङले, जेल हालेको हामीले सुनेको छ नि त। एउटा कुनै उच्च जाति केटीलाई प्रेम विवाहमा बिहा गरेको एउटा मगर केटोलाई, एउटा उच्च जातकी केटीलाई प्रेम विवाह गरेको एउटा दलित केटालाई जबरजस्ती करौनीमा मुद्दा हालेको त हामीले देखाएको छौँ नि त। बलात्कार गर्यो, बन्धक बनाएर राख्यो भनेर। बिहा गरेर गएको एउटा चेली, उच्च जातकी चेली, कथित उच्च जातकी चेली, उसको मगर श्रीमानको घरमा 2-3 महिनासम्म दाउरा घाँस गरेको मान्छे, मेलापात गरेको मान्छे, भकेरा सोरेको मान्छे र राति बुढासँग सँगै सुत्ने मान्छे, अनि 3 महिनापछि त्यसलाई जबरजस्ती करणी भन्न पाइन्छ? जबरजस्ती करणीको आरोपमा यो राज्यले जेलमा हालेछ बिचरा। त्यो भाइ अहिले पनि जेलमा छ। बागलुङको घटना हो यो है। त्यो भाइको मनमा कस्तो गुज्रेको होला कि त्यो प्रेम, उनीहरूको त्यो भविष्यका योजनाहरू, उनका ती फ्यामिली सेटलका कुराहरू होइन, अचानक जबरजस्ती करौनीमा परिणत हुन्छन् भने रेशम चौधरीलाई जेल हाल्ने कहाँको न्यायालय हो यो? यो न्यायालय मानिँदैन।
विप्लवले त्यसै भन्नुहुन्न नि त, समानान्तर अर्को अदालत हामी बनाउँछौँ भनेर। हुन पनि सक्छ, हिजो अदालतको प्र्याक्टिस पनि भएको हो। हिजो समानान्तर अदालत थियो, समानान्तर फौज थियो, समानान्तर सरकार थियो। भोलि पनि हुनसक्छ यसरी असमान कुराहरू गर्दै जाने हो भने, होइन? भोलि तपाईँ र मलाई पनि गोली हान्न सक्छन् यहाँ, यो इन्टरभ्यू यस्तो आयो भनेर। अनि हाम्रो बोल्ने अधिकार छैन त? अर्को विषय